जोरले राइटर साथीहरू। र फेरि पनि म याङ्गोको विषयमा बोल्न गइरहेको छु होइन। याङ्गो अब सुन तिमीहरूले है, यो प्रो लेभल घटाउने सिस्टम पनि बन्द गर्नु पऱ्यो। मैले सपोर्टमा कुरा गर्दाखेरि के भन्नुहुन्छ, के तपाईँहरूको यसो गरेर क्यान्सल गर्दाखेरि ऊ हुन्छ भन्नु। जब अब त्यो ड्राइभिङ मोडमा गइसकेर कस्टमरले क्यान्सल हान्दाखेरि हाम्रो 12% जान्छ होइन, त्यो बन्द गर्नु पऱ्यो। र फेरि अर्को, जुन कस्टमरहरूलाई टाढा जाने कस्टमरहरूलाई के गर्नुहुन्छ तपाईँहरू, के सुविधा दिनुहुन्न? याङ्गोलले सुविधा नदिने के? अब भक्तपुर जानु, काठमाडौँबाट भक्तपुर जानु छ, बनेपा जानु छ भने के सुविधा नदिने? को राइटर जान्छ अब त्यति टाढा त्यति पैसामा? यो सिस्टम पनि मिलाउनु पऱ्यो होइन। धेरै कुराहरू छ, सुधार्नु पऱ्यो। होइन भने अमला ठाडो पार्ने चाहिँ वातावरण नहोस् याङ्गो होइन। याङ्गोहरूले सबै सुन्नुपर्ने कुरो। अनि मैले अस्तिको भिडियो हालेको थिएँ, अस्ति भिडियोमा मलाई याङ्गोले मेसेज पठाएको छ होइन। त्यो मेसेज पनि सम्पूर्ण राइटर साथीहरूले हेर्नु होला, के भने हो, के भन्नु खोजे हो होइन। र फेरि पनि याङ्गो म भन्न चाहन्छु कि सुधार्नु पऱ्यो, छिटो सुधार्नु पऱ्यो। होइन भने अमला ठाडो पारेर राइटरहरूलाई दुःख दिने काम गर्नु भएन है। यो 12% यो प्रो लेभल घट्ने सिस्टमहरू सबै बन्द गर्नु पऱ्यो। राइटरहरूलाई गधा बनाउने काम नगरौँ। र फेरि यो म स्क्रिनसट राख्दैछु होइन। के भन्नु खोजे हो, याङ्गोले मलाई मेसेज पठाएको छ, आएको छ मेसेज। सम्पूर्ण राइटरहरूले यो मेसेज हेर्नु होला र चुतिया र गधा बनाउने काम नगरौँ होइन। यहाँ मेसेज हेरौँ पहिला। यहाँ देख्नुभयो होला के भन्नु खोजे हो यो मेसेजमा होइन। के भन्नु खोजे हो सबै सामु भन्नु पऱ्यो। खासा खुसु गरेर म त्यो सुन्नेवाला मान्छे होइन। म सबै राइटर र कस्टमरको दुवैको हितको लागि बोल्ने मान्छे हो। र भोलि राइटरहरू जम्मा पारेर होइन आन्दोलनमा उत्रिनु नपरोस्। बेलामा सुध्रिम याङ्गो, सुन याङ्गो है। यसरी मेसेज पठाउने काम नगरौँ, बन्द गरौँ है। त्यही भएर बन्द गरौँ। फेरि अर्को भिडियोमा उपस्थित हुनेछौँ।